फाइनली हामीले माछा परिसकेको छ है हाम्रो मेरो हातमा मोबाइल थियो तर खिच्न चाहिँ मैले बिर्सेँ हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको रान्दै कस्तो लाग्छ पानी परिरहेछ। हेलो नमस्ते सबैजनालाई फेरि मेरो नयाँ भ्लगमा यहाँलाई स्वागत छ। यति बेला चाहिँ म नर्थ क्यारोलिनाको धेरै नेपालीहरूको बसोबास रहेको नर्थ क्यारोलिनामा छु र अहिले क्यारोलिनाको चाहिँ हाई पोइन्टमा रहेको छु र हामी अहिले यहाँ दाइहरूसँग फिसिङ गर्ने भनेर चाहिँ हामी आइरहेछौँ। हेर माछा पर्छ पर्दैन। यहाँ पछाडि मेरो अमेरिका झन्डा पनि देखाउँछ। हाम्रो पार्कमा छु, म देखाउँछु सरलाई देखाउँछु आज हामीले के गर्छौँ हेर्नु होला है त। भिडियो लाउँदैछौँ हेर्नु होला। यहाँ चाहिँ यो ट्रेनको लिग जस्तो बनाएको छ। यो लिगमा चाहिँ यो हाई पोइन्ट एक्सप्रेस पावर्ड बाई हाई पोइन्ट युनिभर्सिटी लेखेको छ। यो चाहिँ यहाँबाट यसरी गएर भित्र छिर्दो रहेछ। यो खोलाको किनार यो खोलाको लेक चाहिँ यता आउँदो रहेछ। अगाडि हेऱ्यो भने यहाँ कायाकिङहरू पनि छ, कायाकिङ बोटहरू छ। हामी यहाँ भर्खर आइपुगेका छौँ, 5 बज्न लाग्यो। मौसम पनि राम्रो छ। यहाँ चाहिँ फिसिङ गर्ने ठाउँहरू यो छ नि, यो छेउको यसमा फिसिङ गर्न मिल्छ। अब हेरौँ यहाँ के छ। यहाँ चाहिँ बलुहरू पनि रहेछ। यहाँ चाहिँ यो बोट रेन्टल अफिस छ। यहाँ हामी त्यहाँ गएर बुझ्छौँ एकछिन। यहाँ चाहिँ यो काइकिङ गर्ने बोटिङहरू यस्तो छ है हेर्न। चाहिँ म लेक सिटी पार्क नर्थ क्यारोलिनामा छु र अहिले हामी यहाँ यही उयसमा चाहिँ फिसिङ गर्ने मेरो आएको। हेरौँ के हुन्छ। यहाँ चाहिँ यसरी हेरेको पुरा घुमाए जस्तो पो हुँदो रहेछ। चप्पल लाएर आइरहेको छु मैले होइन। यसरी हेरेको हल्ले जस्तो कस्तो कस्तो हुँदो रहेछ है। हामी चाहिँ अहिले यहाँ बोटिङ गर्छौँ। बबी त बिस्टर रहेछ। हाम्रो चाहिँ यहाँ बोटिङ फिट हुँदैछ है। हाम्रो यहाँ बोटिङ फिट हुँदैछ। यहाँ ब्याट्री फिट गरी गएको हुँदैछ हाम्रो यहाँ। के हुँदैछ कुरो माछा मार्ने हो। हाम्रो चाहिँ यहाँ डम्बर दाइले र बोटिङ फिट हुँदैछ बोट। हामी चाहिँ यहाँ माछा मार्नलाई बोट रेडी गर्दैछौँ। यो चाहिँ यहाँ सेफ्टीको लागि राखिएको रहेछ। यहाँ चाहिँ नर्थ केरलामा चाहिँ यो प्राय हरियाली बढी देख्न पाइन्छ। जता देख्नु हेर्नु भने हरियाली छ है, पुरै हरियाली रक्क। हामीले ट्राई गर्दैछौँ माछा पर्दै पर्दैन। माछा भन्दा पनि एकछिन रमाइलो गरौँ भनेर यहाँ दाइहरू अलिक सजना छौँ। ट्राई है म के देखाउँछु के हुन्छ है। हाम्रो चाहिँ यहाँ फिसिङ बोट रेडी हुँदैछ है। रान्दा कस्तो लागिरहेछ प्रकाश दाई? हाम्रो डम्बर दाई है, हाम्रो ड्राइभर यहाँ। हाम्रो क्याप्टेन दाई अझै एउटै अझै लिएर दाई कस्तो हुँदैछ? अब भर्खर स्टार्ट हुँदैछ हाम्रो है। हामी चाहिँ यहाँ टक्क एकछिन सुरु हुन्छ। हाम्रो चाहिँ यहाँ माछा मारी कार्यक्रम हुँदैछ है। बोल यहाँ हेलो Hey guys, where is fish? Where is fish? यहाँ माछा मार्दै है टोलेरले यहाँ। काजी दाइ कस्तो हुँदैछ? रमाइलो भइरहेको छैन? यो चाहिँ मेरो भ्लगमा फोटो आउँछ, भिडियो आउँछ है। हामी ट्याक्कै मेमोरीको लागि हेर्नुपर्छ है। हाम्रो अझै यहाँ चाहिँ वेलकम टु माई भ्लग है। यहाँ चाहिँ अहिले हामी त नर्थ क्यारोलिनाको हाई पोइन्टको सिटी लेकमा छौँ। यहाँ रमाइलो भइरहेछ है। अहिले चाहिँ हामी घाटामा पऱ्यो किन भन्दा त्यो सिटुटमा खाना छ, हाम्रोमा छैन होइन। रान्दाले देखाइ खाँदै हुनुहुन्छ रान्दाले बाट। हामीले चाहिँ खाना पाएन, हाम्रो चाहिँ खाना छैन। हाम्रोमा चाहिँ माछा मार्ने छ, माछा पलाउने खाने हो न। हाम्रो केही छैन है यहाँ। गजब होइन गजब। चिकन ब्रेक टाइम होइन अब ब्रेक टाइम। ल ल ल ल चिकन दे उता उता चिकन ल ल है।
खानेकुरा दिनु नि त अनि ल ल खानेकुरा उता पास गर्न पर्यो ल ल ल ल यसरी एकछिन यहाँ बसेर साँपले साँप्रो लड्काउनु भयो काटे दामी छ यार यो त है होइन दामी छ गजब हामी सबै छजना हेर्छौँ है हाम्रो चिकन खाने कार्यक्रम हुँदैछ यहाँ सिटी पार्कको बोटिङ गर्दै माछा मार्दै हेरेर खाँदै गरेको अवस्था है यो हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै दुईवटा दोस्त नि उहाँ हेरेको हेरेको तिम्रो नाम परिवारी छ एपम यहाँ जस्तै रहेछ तिम्रो यानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर वाट भएर भएर हामी हेरेको हेरै केटो हेरेको हेरै केटो हेरेको हेरै हेरेको हेरै भिजाउँछ त्यहाँ पनि हामी त पानी पऱ्यो होइन चिर्नु होला त्यहाँ पानीले चाहिँ हामीलाई रिजाउने चाहिँ कन्फर्म छ होइन हामी जोगिन्द्र पुल पनि जाँदैछौँ है हाम्रो के हुँदैछ दाइ पानी रिजाउनु पानीले एक लाख लाग्छ बिजाउने भन्ने हामीलाई चाहिँ लागिरहेको छ माछा मार्यो भरे त्यो माछा फ्राई हल्का मौसमले चाहिँ हामीलाई डिस्टर्ब गर्यो यहाँ चाहिँ काठको ब्रिज छ है सोलो जाम है अब यहाँ सोलो जाम हामी यहाँ सोलो रिभर्स गर्नु पर्यो हाम्रो चाहिँ अर्को डुङ्गा चाहिँ पछाडि चाहिँ सोलो जानु पर्यो पछाडि जानु गफ यतै अगाडि आइन्छ भिजाउने बस अर्लाको पानीले हामीलाई कन्फर्म पानीले भिजा भन्ने लागिरहेको छ अब मोबाइल जोगाउ अभियान हुनुपर्छ हामी उता अलिक छिटो आउनुपर्ने उनीहरूले ट्याक्कै मिलाएर है ड्राइभरले उहाँ ट्याक्कै मिलाएर आउनुभयो है हामीलाई चाहिँ अलिक हो अफ गरिदिनु हो हामी चाहिँ फेरि हाम्रो ड्राइभरले फेरि ब्याक गरेको अवस्था छ है हाम्रो फेरि पूर्व पश्चिमको गाडी जस्तो अलिक स्पिडमा हिँड्ने भयो हामी ब्रिज क्रस गरिहाल्यो होइन छाता खै पानी पऱ्यो ब्रिज मुनि लुक्ने कुरो हुँदैछ हाम्रो होइन ओ दाइ दाइ यहाँ चाहिँ ल ल ल हो तर मैले हाता मोबाइलबाट भिडियो खिच्न बिर्सेँ नि मैले फेरि भिडियो खिच्न बिर्सेछु के हाता मोबाइल अनै छु फेरि पानी पर्यो है गाई जो पानी पर्यो होइन अब हामीलाई चाहिँ अलि हल्का गाह्रो बनाऊ माछा 6 वटा जति माछा परिहाल्यो के भन्नु दाइ कस्तो लागिरहेको छ खसु खसु पर्ने भयो हाम्रो हाँसो हामीले तर मेरो हातमा मोबाइल थियो तर खिच्न चाहिँ मैले बिर्सेँ त्यहाँ कसरी तान्ने होला भनेर पानी पर डिस्टर्ब हो अब हामी पानी पर डिस्टर्ब हो तर हामी चाहिँ अब यसै भिजो उसेबाट बुलेट प्रुफ ज्याकेटमा ज्याकेट लाउनु हो यसै भिजो उसे भिजो
ल हामी चाहिँ अब निक्लियो है अब ल रान दाइ पानी पऱ्यो लेट्स गो सुमन दाइले उठिनु ल आयो ल लेट्स गो माछी मारन हो दाइल रक्सीलाई चटनी झ्याम्मै पारने ल भिडियो आइरहेको छ है ल पोखराको बजारमा मटेरियल छ टिनमा कान्छीसँग भेट भयो शुक्रबारको दिन माछी मारन हो दाइ हो रक्सीलाई चटनी रक्सी मारन रान्दै कस्तो लाग्छ पानी परिरहेको छ ए यस्तो पानीको बेलामा आहा हा हा आज लास्टै मजा भयो यार यो ए पापा लास्ट पानी परेको छ तर पानी परेको बेलामा पनि हामी चिल गर्न छोडिएन के चिल हाम्रो पारा यस्तै छ है पानी परेको बेलामा पनि चिल गर्न छोडिएन है गाइस साहब डिस्टर्ब गरेर एउटा मासु चाहिँ पार्न सफल भएको छौँ है हाम्रो यो माछा है यो चाहिँ ब्यागको माछा सब हामीले माछा मारिसकेका छौँ है अजय भाइको हामी नेतृत्वमा आएर एजेन्सी है हाम्रो माछा माछा ठुलो रहेछ नसोचेको प्लान गरेर हाम्रो पानीले भिजायो तर पनि पानीले भिजायो रमाइलो पानीले इन्जोय गरिरहेको कस्तो बेलाको याद दिलाउने पानीले राम्रो भिजायो होइन दाइ मलाई कस्तो भयो आजको यो रमाइलो भयो होइन के हुन्छ भने भयो यो पानीले भिजेर नम्बर आज रमाइलो भयो नि दाइ यहाँ रमाइलो भयो यहाँ रमाइलो भयो पानीले पनि हुन्छ अहिले खानाले हामीले गर्न आएको त्यो बेलामा भिडियो गर्न पाएन हाम्रो काम चलाइसकेको थ्याङ्क यू सो मच फर वाचिङ है भिडियो अन्तिमसम्म हेर्नु धेरै धन्यवाद